साताको पहिलो दिन आज नेपाली शेयर बजार 1.55% अर्थात 39.92 अंकले बढ्दा 2600.22 अंकमा बन्द भएको छ। 237 वटा कम्पनीले आज पोजिटिभ कारोबार गरे भने नेपाली शेयर बजारमा 18 वटा कम्पनीले नेगेटिभ कारोबार गरे। 2 वटा कम्पनी भने आज न्यूट्रल रहन पुगेका छन्। त्यसैगरी आजको बजारमा टप गेनर्सको कुरा गर्दा 3 वटा कम्पनीले पोजिटिभ सर्किट लगाएका छन्। सागर डिस्टिलरी, बन्दीपुर केबल कार र झापा इनर्जीले पोजिटिभ सर्किट लगाएका हुन्। यसैसँगै सागर डिस्टिलरीको क्लोजिङ प्राइस 910.80 रहेको छ भने बन्दीपुर केबल कारको 671.50 रहेको छ। झापा इनर्जीको क्लोजिङ प्राइस 501 रुपैयाँ रहेको छ। मार्केटमा टप लुजर्स भने पिपुल्स हाइड्रो रहन पुग्यो। साबिकको भन्दा 7.65% गुमाउँदा यसले आज आफ्नो क्लोजिङ प्राइस 290.90 राख्न पुगेको छ।